हामी जितपुर आइपुग्यौँ। अब काठमाडौँ त्यस्तै 1-2 घन्टामा त पुगिन्छ होला हौ। जितपुर गोडी भन्जा मकवानपुरको यो अर्ग्यानिक लोकल खाएर यतिमा यार यसले हेर्न खाएर न कडा छ नि मेरो यतिले 200 कस्तो भयो यात्रा हाम्रो भाइको? ठुलो पिठा है। ल हामी स्टिम चेस हान्दिउँ न त ल दाजुभाइ मिलेर। बहिनीको आइफोनमा यहाँ पनि टाइममा छ। अहिले जाउँ ल अब। हामी चाहिँ सरलाई टु काठमाडौँ, हामी चाहिँ मकवानपुरको जितपुर भन्ने ठाउँमा छौँ। स्पेसल 4 दिन 5 दिन भइसक्यो हामी टुरमा हिँडेको गाइस। अब काठमाडौँ जाँदा है लास्ट भ्लग चाहिँ अब काठमाडौँ गरेको थियो है त। उता पनि देखाउनु ल काले ल हाम्रो ड्याडी। ल मेरो भाइ छ यहाँ। ह्यान्डसम भाइ छ। ह्यान्डसम छ। ह्यान्डसम तरुणहरू पटाउनु पऱ्यो अब। ल ल कालेको अब अर्को क्यामेराम्यान यता दाइ। हामी यता विशेष अब बाइक चलाउनुहुन्छ। आउँदैछौँ, भेटौँला हामी अब भ्लगमा। मैले अघि चलाएर पुगिसक्यो। अब बाबा चलाउनुहुन्छ। पाले होइन पालीले चलाउने हो। अघि मैले चलाएँ। ड्याडीको पालो होइन अब ड्याडीको पालो। लाउनु भन्नु केही 1-2 शब्द। के 1-2 शब्द हामी अब सर्लाईबाट आएको हाम्रो भतिजाहरूसँग इन्जोय भएर भइरहेछ। इन्जोय भइरहेको तपाईँ एकदम यस गरेर ल हामी हिँड्नु लागेको। फ्यामिली ब्लग है यो सब फ्यामिली ब्लग आउँछ हाम्रो। अब हामी हाम्रो मामाको छोराको छेवर गइरहेको। छेवर आदि छोडेर आएको गएर रमाइलो भयो। अब जाँदैछौँ केटिएम काठमाडौँ सहर। सिनेमेटिक सर्टको लागि मलाई यहाँ लगिरहेको म गइरहेको छु यता बाइक छोडेर। हेर्न सक्नुहुन्छ भ्यू। ओ माई गड। ल हस् बाबा पहिला आउनु मेरो बाबा आउनुभयो। अनि दाइ आउनुभयो। दाइ र विशाल दाइको बाबा जानुभयो। विशाल दाइ म नि चढेको। अघि मैले चलाएँ। अब बाबाले चलाउनुहुन्छ। मैले चलाएको चाहिँ भर्खर कति 1 हप्ता भयो होला। त्यति पर्फेक्ट छ यस्तो रोड। अब हिँड्नु
बाबाले ट्रली काटिसकेको छ अघि मैले चलाइरहेको थिएँ अनि यस्तो ट्रली काट्ने बेला त अघि ट्रली काट्ने बेला ट्रली गयो अघि ट्रली काट्ने बेला मेरो ट्रली गएन उता ट्रक पनि हेरेको थिएँ यस्तै ब्यारिकेड धोक्नु फास्टको बाबाले चाहिँ के भने मैले बचायो दिपाली चाहिँ आइगो पछाडि फर्केर हामी चाहिँ अगाडि बाबा चाहिँ लास्टै प्रोफेसमा मलाई सिकाउँदै हुन्छ तर सातो मलाई यस्तो ड्रइङ लाग्छ डर लाग्छ मलाई यस्तो ड्रइङ लाग्छ डर लाग्छ जानु दाइ हुँदैन अगाडि 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 दाइ पनि जानु मलाई चाहिँ यता टर्निङ हान्छु गरेर तर मलाई चाहिँ टर्निङमा लाग्ने डर लाग्छ बाबाले चाहिँ रक्सी बाबाले चाहिँ हल्का खाएर मलाई चाहिँ टर्निङमा लाग्ने डर लाग्छ हामी कहाँ आइपुग्यो? हामी यो 3 नम्बर पुल होइन कहाँ आयो चिरुमै आउला 2 घन्टामा आइपुग्छ यहाँ लाग्यो नि 10:30 बजीतिर हिँड्यो होला 2 ठाउँ बसिसक्यो यहाँ चाहिँ हेटौँडा चाहिँ कति 30 होला 30 जति हो कि 20-30 त्यस्तै होला होइन? तल गयो भने 3 घन्टा त काट्छ त्यो बहिनी लिएर जाऊ धुलोले अनुहारै खत्तम भयो हाला पाखी जस्तो भयो
बाटो चाहिँ अलिकति अब धराप नै छ जस्तो छ अब अलिअलि त धुलोले चाहिँ वाइले हान्छ अब नेपाली पाउडर हो नि त यो भन्दा
अरूले गाउँ रे नाम भनेको यहाँबाट पनि पुग्छ उता पनौते पनि पुग्छ क्या उता पनि छ यहाँ पनि छ यहाँबाट पनि पुग्छ हजुर यहाँदेखि उता उतै पर्छ यो बगमती खोला छ यो बगमती खोला छ नि यो बगमती खोलै तल बाटो बन्द अस्तिदेखि नै 5 बजे 5 बजे भन्दा थियो अहिलेसम्म रहेन
हजुर के कुरा बसिरहेको रहेछ पर्खिरहेको रहेछ जानेर अब आयो